हामी सबैलाई थाहा छ एक्सर्साइज गर्न शरीरको लागि कति राम्रो हो भनेर। तर के यसले हाम्रो दिमागलाई पनि बचाउँछ त? जवाफ हो। तर कसरी भन्ने प्रश्न चाहिँ एकदमै रोचक छ। एउटा वैज्ञानिक जासुसी कथा जस्तै हो र आज हामी सँगै मिलेर यसको रहस्य पत्ता लगाउनेछौँ। 40%। यो नम्बरले साँच्चै झस्काउँछ हैन त? यसको मतलब के हो भने संसारभरि हुने अल्जाइमरका लगभग आधा केसहरू हाम्रो आफ्नै जीवनशैलीमा भर पर्छन् र तीमध्ये पनि सबैभन्दा ठूलो कारण हो शारीरिक रूपमा सक्रिय नहुनु। भनेपछि हाम्रो दैनिक बानीले नै हाम्रो दिमागको भविष्य कस्तो हुन्छ भन्ने कुरा तय गर्दो रहेछ। हो, हामीलाई थाहा छ कि एक्सर्साइजले दिमागलाई बचाउन मद्दत गर्छ। तर कसरी? यही त हो हाम्रो आजको खोजको मुख्य प्रश्न। वर्षौंसम्म वैज्ञानिकहरूलाई यो थाहा त थियो कि एक्सर्साइजले फाइदा गर्छ, तर यो कसरी हुन्छ भन्ने कुरा चाहिँ एउटा ब्ल्याक बक्स जस्तै थियो। आज हामी त्यही रहस्यको पर्दा खोल्दैछौँ। ल अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, अल्जाइमरको पहेली। आखिर एक्सर्साइजले दिमागलाई कसरी फाइदा गर्छ भन्ने कुरा पत्ता लगाउन यति गाह्रो किन भयो त? यसको जवाब पहिलेका अनुसन्धानको तरिकामा लुकेको छ। हेर्नुहोस्, पहिलेका धेरैजसो स्टडीहरूको मुख्य समस्या के थियो भने तिनीहरू मान्छेले मैले यति एक्सर्साइज गरेँ भनेर दिएको जानकारीमा भर पर्थे। अब सोच्नुहोस् त, हामीले आफैले हिजो के खायौँ भन्ने ठ्याक्कै याद हुँदैन भने हप्ताभरि कति हिँड्यो भनेर कसरी सही भन्न सकिन्छ र? हो, यही कारणले गर्दा वैज्ञानिकहरूले सही निष्कर्ष निकाल्न सकिरहेका थिएनन्। तर अब एउटा यस्तो स्टडी आयो जसले यो पुरै खेल नै परिवर्तन गरिदियो। यो हो हार्वर्ड एजिङ ब्रेन स्टडी। यसले नै यो रहस्य समाधान गर्ने बाटो देखायो। यो स्टडी किन यति विशेष छ त? किनभने यसले मान्छेको भनाइमा होइन तथ्यमा विश्वास गर्यो। सहभागीहरूले कति हिँडे भनेर नाप्नको लागि पेडोमिटर जस्तो सटीक उपकरण प्रयोग गरियो अनि उनीहरूको दिमागभित्र के भइरहेको छ भनेर हेर्नको लागि शक्तिशाली पीईटी स्क्यानको मद्दत दिइयो। त्यो पनि 1-2 वर्ष होइन, 14 वर्षसम्म। सोच्नुहोस् त, लगभग 300 जना सहभागी जसको औसत उमेर 72 वर्ष थियो, उहाँहरूलाई 14 वर्षभन्दा बढी समयसम्म अध्ययन गरियो। यति लामो र गहिरो अध्ययन भएपछि त यसबाट निस्किएका नतिजाहरू साँच्चै बलियो हुन्छन् नि, होइन र? ल अब कथामा एउटा एकदमै रोमाञ्चक मोड आउँदैछ। अनुसन्धानकर्ताहरूले एउटा ठूलो सुराग त भेट्टाए, तर त्यसले उनीहरूलाई एउटा यस्तो अनौठो मोडमा पुर्याइदियो जुन उनीहरूले सोचेकै थिएनन्। सुरुमा त उनीहरूले सोचे जस्तै नतिजा आयो। अल्जाइमरको उच्च जोखिममा रहेका मानिसहरूमा जो जति धेरै हिँड्थ्यो उनीहरूको सोच्ने र सम्झने क्षमतामा गिरावट त्यति नै ढिलो भएको पाइयो। यहाँसम्म